कुनै दिन त्यस्तो पनि थियो कि हामी एकअर्काको उपस्थिति बिना शून्य शून्य महसुस गर्थ्यौँ। कुनै समय हामीलाई लाग्थ्यो कि हामी एकअर्का बिना बाँच्नै सक्दैनौँ। तर समय बित्दै जाँदा त्यो प्रेममा पनि निकै कटफट सुरु हुन थाल्यो। इगो, एटिट्युड देखासिकी बढ्न थाल्यो। त्यस्तो हरकत दिन प्रतिदिन बढ्दै जाँदा कहिलेकाहीँ एकअर्कासँग हामी महिनौसम्म कुराकानी नै नगरी बस्थ्यौँ। कहिले ऊ फकाउँथे त कहिले म। तर बिस्तारै यो पनि कम हुँदै जान थाल्यो। आजकल त निकै भएछ, हाम्रो न कुनै बोलचाल नै छ, न कुनै वास्ता नै। थाहा छैन तिमी कहाँ छौ अनि कुन दुनियाँमा हराएको छौ अचेल। तिमी जाने बेला मैले नजाऊ न है, मलाई छोडी एक्लो पारे भन्दै थिएँ, गइहाल्यौ। म एक्लै भएँ, कतै आउँछौ कि पनि आजसम्म तिम्रो बाटो हेरेँ, तर आएनौ।